हाई गाइज, आज म फर्स्ट टाइम एउटा भ्लग बनाउँदैछु। आज वेदरले पनि च्यालेन्ज गरेको छ। आज चाहिँ मास्टर सेफ प्रकाशजीको बिदा परेकोले वेदरले पनि च्यालेन्ज गरेको। अनि मोमो उहाँले एकदम राम्रो बनाउनुहुन्छ। यहाँ देखाइदिनु त। वाउ, look at this. मोमो खानु रेडी हो? को खाने हो मोमो? तिमीलाई मोमो मनपर्छ? एमा, तिमी मोमो खाने हो? 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 मोमो खाने हो? खै त हो भने खै त ए लड्छ। स्नोइङ भइरहेछ, कहिले कहिले घाम पनि लागिरहेछ आज। मेरो ठुलो छोरीलाई चाहिँ एकदम ठुलो बन स्टाइलको मोमो मनपर्ने भएको हुनाले उसको ड्याडीले चाहिँ छुट्टै ठुलो ठुलो बन स्टाइलको चाइनिज स्टाइलको मोमो बनाइदिएको छ। एडले चाहिँ ठुलो मोमो खान गइरहेछ। बार्बिक्यू सससँग कसले मोमो खान्छ? एडलीले खान्छ। यम्मी यम्मी। ल एमा खाऊ खाऊ। एमा बार्बिक्यू सससँग मोमो मनपर्छ? अर्को पनि चाहिन्छ कि त्यति मात्र खान्छ? मोर बच्चाहरू चाहिँ मोमो खाँदैछ। यहाँ बच्चाको ड्याडी चाहिँ मोमो बनाउँदै हुनुहुन्छ। ड्याडीजी अब सकिनलाई अचार चाहिँ कति बेला रेडी हुन्छ? अचार अब 10 मिनटमा रेडी हुन्छ। यम 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 यम। कस्तो मन परेछ उहाँलाई त। यम मलाई पनि मनपर्छ। उहाँ त मोमो लभरै हो। ल मोर ड्याडी। ओहो त्यत्रो ठुलो खान सक्दैन तिमीले। ओहो त्यत्रो ठुलो खान सक्दैन तिमीले। तेल अनि गोलबाट अनि के मिसाएको छ त्यसमा? प्याज अनि धनियाँ अनि अलिकति काजु अनि अलिकति हरियो लसुन गोलबाट। त्यसपछि यो चाहिँ गोलभेडाको सस होइन? सस गोलभेडाको सस। किनभने पानी स्नोहरू परेर हामी चाहिँ गोलभेडा बचाएर यहाँ सस बनाउनुहुन्छ। तपाईँहरू पनि ससले बनाउँदा नै हुन्छ, अचार मिठै हुन्छ होइन? गोलभेडाको त्यो बनाएको जस्तो हुँदैन गोलभेडा ससबाट पनि। यो चाहिँ पहिलो भग भएर यहाँ के भइरहेछ है। बाक्लो भएर अलिकति पानी हालेर अचार चाहिँ अलिकति के हो यो झोल मोमो हो। झोल आज जाडो वेदर भएको भएर चाहिँ प्रकाशजीले चाहिँ झोल मोमो बनाउनु खोज्दै हुनुहुन्छ। प्रकाशजीलाई मोमोभन्दा बढी झोल खानु मनपर्छ। के भयो? मेरो दुईजना छोरीहरू चाहिँ मोमो खाइरहेको छ। उनीहरू चाहिँ पहिलो टेस्ट गर्नुपर्छ जहिले पनि।
सानो छोरीधरि पनि मोमो एकदमै खानु मनपर्छ उसलाई। रेडी भयो अलि बाक्लो भयो। अचार रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। झोल मोमो रेडी। हाम्रो मोमो अब यसरी पाक्दैछ। अब हाम्रो मोमो रेडी भयो जस्तो छ, हेर्नु भाइ। ल रेडी भयो अब। अब हामी मोमो रेडी भयो नि खाना गइरहेको छु। कस्तो पकाची खानुहोस् न, कस्तो त भन्नुहोस् त। यम्मी। ल तपाईँहरू पनि यसरी बनाएर खानु होला। हस्, बाई।